करोडमा हर्क साम्पाङ जमाउन चाहन्छ है 33 मा अगाडि बढ्छु है त। अब आयो ल अघि तपाईँले धेरैजनाले बात भन्नुभयो, हर्क साम्पाङको बात भन्नुभयो, हर्क साम्पाङ भन्नुभयो। हर्क साम्पाङको बारेमा तपाईँ जीवन लेख्न, कथा लेख्न, उपन्यास लेख्न, सबै कुरा गर्न सक्ने हुनुहुन्छ तपाईँले, किनभने त्यो क्षेत्रमा हर्क साम्पाङले तपाईँलाई डेभलप गरेको छ। आज 3 करोड नेपालीले हर्क साम्पाङमा लेख्न सक्छन् तर लेख्दैनन् क्या, किनभने हर्क साम्पाङ हर्क प्रसाद अधिकारी होइन नि त, हर्क प्रसाद घिमिरे होइन नि त, त्यो भएर लेख्दैनन् क्या। त्यही भएर श्रमको पार्टीको मूल सिद्धान्तमा श्रमिकको सम्मान, सामाजिक न्याय, समान अवसर, राष्ट्रप्रति समर्पण, आर्थिक समृद्धि, प्रविधिको विकास। अब यसको कुरा के छ भने हामीले अघि पनि जोड्छौँ होइन, यो 3टा कुरा हाम्रो मूल सिद्धान्तले हामीलाई के जनाउँछ भने यो कुराहरू जनाउँछ श्रमको सम्मान। श्रमलाई सम्मान त हामीले हेर्नु हाम्रो पहिलो नम्बरमा पर्छ। जब हामीले श्रमलाई सम्मान गर्न सक्दैनौँ हामी श्रम जस्तै पार्टीमा आबद्ध हुनै सक्दैनौँ। पहिलो नम्बरमा हामी श्रमको सम्मान, सामाजिक न्याय होइन, सामाजिक समाजमा हरेक कुराको न्याय हुन्छ। आज राजनीतिक अनि के हो र भने मान्छेलाई सेवा गर्नुभयो, पेसा गर्नुभयो। राजनीति भनेको वास्तवमा के हो भने यो देशलाई आमूल परिवर्तन गर्नको लागि एउटा मूल सिद्धान्त हो समान अवसर। सबैलाई उत्तिकै समान अवसर गर्छ, राष्ट्रप्रति समर्पण। हर्क साम्पाङसँग काठमाडौँबाट आउँदै थिएँ, बुटलको कार्यक्रमको होस्ट मैले गरेको थिएँ। यहाँलाई याद छ कि छैन? हाम्रो स्टोभी हर्क साम्पाङ भनेको थियो नि, याद छ? हेर्नु भएको छ छैन? हेरेको त्यो प्रोग्रामको होस्ट मै थिएँ। अहिले पार्टीले धेरै प्रोग्रामको होस्ट र मैले टेलिभिजनमा पनि काम गरेर जस्तो है, मेरो यस्तो कथाहरू धेरै छन्, कहाँ काम गरेँ भन्ने कुराहरू, अनि रेडियोमा पनि काम गरेँ म। अनि मलाई अहिले होस्टको रूपमा प्राय बोलाउनुहुन्छ, त्यो प्रोग्रामको होस्ट मै थिएँ। अब हामी छर्किँदै थियौँ बुटोलबाट, म्याडमले फोन गर्नुभयो, निर्मला म्याडमले फोन गर्नुभयो, शान्ति म्याडम मेरो बुढो अथवा मेरो हाम्रो स्वर त बहुला जस्तै भएर हिँड्नु भएको छ होला है भन्नुभयो। किन भनेर सोधेको, धुनु लुगा राखेको थियो त्यो लाएर हेर्नु भएछ, यता निकालेको लुगा त राम्रो नै भएन भन्नुहुन्थ्यो। राष्ट्रप्रतिको समर्पण, जो मान्छेले हर्क साम्पाङसँग नजिक हेरेको छ, नजिक भएको छ, महसुस गरेको छ नि, त्यो मान्छेहरू हुन्छ क्या। कति एउटा स्टाटस लेख्नु भएको थियो होइन, मरिसकेको हर्क साम्पाङले संगीत लेख्नु भएको थियो होइन, त्यो पढ्दा कति लाग्नु भयो भने त हर्क साम्पाङ पहिल्यै मरिसकेको मान्छे हो, उसको व्यक्तिगत जीवन छैन क्या। आज शान्ति पार्टी 22 वर्षको उमेरमा आफ्नो श्रीमान गुमाउँदै गर्दा सेकेन्ड म्यारेज गर्न सक्थ्यो होला नि त, राम्री पनि थियो होला, भाइ पनि होला, मान्न पनि आयो होला है, आयो होला है, प्रपोज पनि राख्यो होला है, सेकेन्ड म्यारेज गर्नुपर्छ भने पनि होला आफन्त मान्छेहरूले। तर यो देश र राष्ट्रलाई समर्पण गरेको मान्छे हो। जति बाँच्छु अब यो समाजको लागि बाँच्छु, यो राष्ट्रको लागि बाँच्छु, कम्तीमा म मर्दै गर्दाखेरि होइन मेरो घरबाट आले घाटसम्म मनामीको लस्कर होस्, म मर्दै गर्दा यो देशले एकपल्ट राष्ट्रिय झन्डा झुकाओस्। 12वटा महिना, 7वटा बार, 24वटा घन्टा अनि 365 दिन हाम्रो मृत्यु हुन्छ नि होइन, ध्रुव सत्य मृत्यु हुन्छ होइन। हामीले बोल्दै गरेको प्राणहरू अटोमेटिक उठ्छ, हो कि होइन भन्नु त, हामी मर्छौँ नि। तर मान्छेको जीवन जन्मेर मर्नु मात्रै मान्छेको जीवन हो, त्यो बिचको पिरियड छ नि, तपाईँले कम्तीमा
सक्नुहुन्छ देशको लागि होइन योगदान गर्नुहोस्, समाजको लागि गर्नुहोस्। केही सक्नुहुन्न भने परिवारको लागि राम्रो मान्छे भन्नुहोस्। त्यो सिकाउँछ श्रम संस्कृतिले, त्यो संस्कृति सिकाउँछ श्रम संस्कृतिले। त्यसैले अनि आर्थिक समृद्धि तीनटा भाग हो जीवनमा, तीनटा भाग बराबर लानुपर्छ। एउटा करियर, एउटा परिवार, एउटा आर्थिक। यो तीनटा भागलाई हामीले सँगसँगै लान सकेनौँ भने हाम्रो जिन्दगी डमाडोल हुन्छ। त्यसमा पनि अब आर्थिक कुरा आयो, मोस्ट इम्पोर्टेन्ट आर्थिक कुरा छ। आज शान्ति पार्टीले महिनामा 2-3 लाख रुपियाँ कमाउन सक्ने हैसियत कसरी बनायो? कसैको जीवनमा मेल खायो भने त्यो संयोग मात्र हुनेछ। हामी के गर्छौँ? श्रीमान विदेश गएको भोलिपल्टदेखि हामी तल पनि हुन्छौँ। अनि त्यस पछाडि हामी बजार आउँछौँ, श्रीमानले पैसा पठाउनुहुन्छ। त्यस पछाडि हामी एउटा कोक खान्छौँ, चाउमिन खान्छौँ, घरको खेलछेल खान्छ। 10 रुपियाँको राईको साग किन्नलाई 200 रुपियाँको सफारी चढेर बजार आउँछ। अहिले सोसियल मिडिया छ, फेसबुक, टिकटक होइन। अनि श्रीमानले त राम्रो कहिले बोलाउनुहुन्छ र होइन, यसो गर त्यसो गर त भन्यो। तर पर पुरुषले मिठो स्वरले बोलाइदिनुहुन्छ, मक्क हुन्छौँ। कहिले नसुनेको वर्डहरू हामी सुन्छौँ, बिस्तारै बिस्तारै हामी उसको माया जालमा बस्दै सम्बन्धहरू धेरै बिग्रिएको छ। मैले चाहिँ मानव अधिकार सम्बन्धी बङ्गलादेशको युनिभर्सिटीमा पढेँ, ह्युमन राइट्सको। त्यहाँ पढ्दाखेरि मैले विश्वको 27 देशहरूसँग बसेर पढेको थिएँ। यी कुराहरू मैले अनुसरण गरेको थिएँ कि त्यो बेला। भनेपछि हामी चाहिँ आर्थिक रूपले समृद्ध भएनौँ भने हेर्नुहोस्, म त हरेक कलेजमा गएर भन्छु कि हामी